ल हाम्रो बच्चाहरूलाई चाहिँ नि खाजाको लागि यो चाहिँ यसो सहयोग गरेको हो। विद्यालयको लागि आज धान दिएको, अरू चाहिँ सकिन। 5 बाटी दिएको। 5 बाटी दिनुभयो अरे। ल धन्यवाद। खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वार्ड नम्बर 1 पुभिन्डे दमकुको जुन शिक्षकहरूले नयाँ अभियान चलाउनु भएको र विद्यार्थी क्यारेज र व्यवस्थापन समिति शिक्षक र यहाँको बुद्धिजीवी भद्र भालादिनी र राजनीतिक दलको नेताजीहरू सबै लागेर एक ढिका भएर कम्बर कसेर लागिराख्नु भएको छ। अहरात्र खटिरहनु हुने सबैलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभनेदेखि यो शिक्षा नै सबैभन्दा ठुलो कुरो हो। शिक्षा नभइकन केही पनि हुन सक्दैन। त्यसो भएको हुनाले गर्दाखेरि यहाँहरूले बहुत महान अभियान चाल्नु भएकामा यो जहिले तहिले नि यो टिकिरहोस्। जहिले तहिले यो अभियान यो दमकुमा के अरे चाहिँ थालेको अभियान चाहिँ कहिले पनि नमेटियोस् र उत्तरको प्रगतिको कामना होस् भन्ने चाहन्छु। मेरो तर्फबाट सामान्य अब यो सुरुवात हो। यो सुरुवातमा अब के अरे चाहिँ सुरुवात गर्दै जाँदाखेरि यो किनभनेदेखि यो नयाँ सुरुवात हो। यसलाई टिक्नु र टिकाउनु निकै समय लाग्छ। अहिले यो सुरुवातमा मैले के गरेँ भने सामान्य सहयोग मैले गरेँ। किनभने भोलि पनि दिनु छ, आगो पनि दिनु छ, सालसालै दिनु छ। किनभने यो हामीले थालेको अभियान हो। गाउँ एक ढिका भएर थालेको अभियान हो। त्यसो भएको हुनाले यो कसैले साग दिउँ, कसैले के अरे नुन दिउँ, कसैले चामल दिउँ, कसैले के छ आफ्नो घरमा उब्जिएको हामीले के उब्जाउन सक्यौँ त्यो चाहिँ दिने गरौँ अनि मात्रै टिक्नु सक्छ। नत्र एक दिन दिएर एक दिन के अरे अभियान चलाएर टिक्दैन। त्यसै हुनाले गर्दाखेरि यो टिकाउनको निम्ति सबै एक ढिका भएर अगाडि बढौँ भन्ने म हार्दिक शुभकामना दिन चाहन्छु। र अभियन्ताहरूलाई यो के अरे चाहिँ अभियान थाल्नु भएको अभियन्ताहरूलाई जहिले तहिले यसरी एक ढिका भएर कहीँ दायाँ बायाँ नगरिकन पातलो दिमागले सङ्लो दिमागले सोचेर यो कार्यक्रमलाई निरन्तर दिइरहनु हुनु हार्दिक अनुरोध गर्न चाहन्छु। के अरे चाहिँ तेल हो एक पोका, एक पाका नुन दिएँ है हजुरहरूलाई। यो विद्यार्थीको लागि र यो गाउँको हितको निम्ति पनि हो। तपाईँहरूको शिर उठिरहोस् है भन्नु खातिरको लागि मैले यो हस्तान्तरण गरेँ हजुर। ल प्याक चामल है। ल यो विद्यालयको विद्यार्थी नानीहरूलाई यसो खाजा दिवा खाजा होस्। ल मैले यो यसो हाम्रो भीमजी लिची अनि के दिनु अरे भन्नु लिची धान गुन्द्रुक पनि हो। गुन्द्रुक धान कति दिनुभयो? 4 पाती जति होला। 4 पाती। अनि यो उ दिनुभयो गुन्द्रुक र दाल। को लागि चाहिँ यो हदै खुसी लाग्यो। विद्यार्थीहरूलाई यसरी उठाएर सबैको उबाट गर्दाखेरि साह्रै म खुसी लागेर यो आधाको रूपमा मैले के अरे जुनेलो यो यसो तरकारी पनि हो। त्यसमा यो गुन्द्रुक पनि त्यहीँ मिसाउनु भनेर हामीले यहाँ दिँदैछौँ। 7 पाती भनौँ न त। ल के लगभग अब बुढाबुढीहरू मात्रै छन् गाउँमा। अब उहाँले उत्पादन गरेको एक दुई मान्छे अलिक लाइनु हौ काका त्यसमा एक दुई मान्छे लाइनु मेरो लागि होइन स्कुल लागि हो। तपाईँको नाम हुन्छ मास दाल घरमा त्यतिकै लानु। यहाँ लेख्नु भएको थियो चाहिँ यो माथि यो घर दैलो अभियान कार्यक्रममा म घरमा थिइनँ। त्यो दिन घर दैलो कार्यक्रममा भाइ सरहरू आउँदाखेरि अलिक ढिलो भयो। यो खाजा भुटी खाने मकै भटमास लिएर म आफै आज ढिलो गरेर पनि आएको छु।